ल साथीहरू, हाम्रो आज तेस्रो ओडिआई म्याच युएसए विरुद्ध, जो 26 तारिकको हारिया थियो। त्यो पनि 100 कति रनकोले हारिया थियो। अब त्यही गलती फेरि आज दोहोऱ्याउनु भएन है। तिमीहरू जेसुकै गर, जसरी नै भए पनि आजको म्याच चाहिँ जित्नै पर्छ हैन। हारमा ह्याट्रिक हुनु भएन। यदि भइहाल्यो भने फेरि हैन, हामीलाई पङ्खा चाहिँदैन है। फेरि सिधै हिटर ल्याइदिने। अब जाडोको महिना हैन, जाडो पनि बढिरहेछ। बुझ्यौ नि केटा हो। रोहित पौडेल, खास गरी रोहित पौडेललाई भन्छु कि आजको म्याच चाहिँ हैन, तिमी यस्तो खेल्नुपर्छ कि जो अस्तिको म्याच चाहिँ बिर्सिदेऊन् क्या। आजको म्याच चाहिँ जित्नुपर्छ जसरी भए पनि। आशा छ कि रोहित पौडेल भाइले आज पनि 50 रनभन्दा माथि नै हान्नेछ भनेर पूर्ण विश्वास छ हामी 3 करोड नेपाली जनताहरूलाई हैन। आशा छ यङ कप्तानमाथि। जय नेपाल।